राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले 2084 को चुनावमा बहुमत प्राप्त गर्नका लागि अपनाउनु पर्ने रणनीति। रासपाले आगामी चुनावमा सफलता पाउन कृषि, उद्योग, रोजगारी, वन व्यवस्थापन, निर्यात र पूर्वाधार विकास जस्ता मुख्य क्षेत्रहरूमा ध्यान दिनुपर्छ। यी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेमा रासपाले स्थानीय लोकप्रियता बढाउँदै 2084 को चुनावमा बहुमत हासिल गर्न सक्छ। 1. तत्काल रोजगार सिर्जना र युवा विदेश पलायन रोकथाम। स्थानीय उत्पादनमा आधारित रोजगारी, पालिकामा आधारित लघु उद्योग, कृषि, पशुपालन, पर्यटन स्थापना गरी युवाहरूलाई रोजगारी सिर्जना गर्ने। नयाँ प्रविधि प्रयोग, सूचना प्रविधि, आईटी, डिजिटल मार्केटिङ र नवप्रवर्तन स्टार्टअपमा युवाहरूलाई अवसर दिने। सिप विकास तालिम, कृषि, हस्तकला, पर्यटन, निर्माण जस्ता क्षेत्रमा सिपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने। 2. गाउँ-गाउँमा सञ्चार विस्तार र कृषिमा युवा आबद्धता। युवा कृषि अभियान, कृषकलाई बिउ, मल, सिँचाइ र आर्थिक सहयोग प्रदान गरी उत्पादन वृद्धि गर्ने। आफ्नै माटो, आफ्नै भविष्य जस्ता अभियान चलाएर कृषिलाई आकर्षक बनाउने। सहकारी र समूह खेती, निर्यातमुखी कृषि नीति ल्याएर स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने। व्यक्तिगत किसानभन्दा सहकारी मोडेलमा कृषि प्रणालीलाई जोड दिने। व्यवस्थापन, जडीबुटी व्यापार र साना मझौला उद्योगहरूलाई प्रवर्धन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने। डिजिटल कृषि प्रवर्धन, प्रविधि, मोबाइल एप्स, अनलाइन मार्केट मार्फत किसानलाई बजार र जानकारीमा जोड्ने। 3. कृषि पेसाको सम्मान र आकर्षण बढाउने। कृषिमा आधुनिक प्रविधिको प्रयोग, ग्रीन हाउस, ड्रिप इरिगेसन, मल्टिपल क्रपिङ सिस्टम जस्ता प्रविधि अपनाउने। प्रेरणादायी सफलता कथाहरू, सफल कृषकहरूको उदाहरण प्रस्तुत गरी युवालाई प्रेरित गर्ने। कृषि पर्यटन प्रवर्धन, कृषिलाई पर्यटनसँग जोडेर फार्म टुरिज्मको अवधारणा विकास गर्ने। बाँकी क्रमश अर्को पार्टमा हेर्नुहोला र यो जानकारी सम्पूर्ण नेपाली माझ पुर्याउनको लागि सक्दो शेयर गर्नुहोला। धन्यवाद। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा 2084 को चुनाव रणनीतिवाद 2. 4. कृषकलाई प्रत्यक्ष सहयोग, बिउ, मल, सिँचाइ, वित्तीय सहायता। बिउ बैंक र सहुलियत ऋण, कृषकलाई गुणस्तरीय बिउ उपलब्ध गराउने र सहुलियत ऋण प्रदान गर्ने। सिँचाइमा लदानी, सिँचाइका लागि लघु ड्याम, इनार, पानी सङ्कलन प्रविधि विस्तार गर्ने। बजार व्यवस्थापन, उत्पादन गरे